हेलो गुड मर्निङ एभ्रिवान भन्दाखेरि चाहिँ म चाहिँ बिहानै छिटो उठ्छु म होइन उठेर चाहिँ मेरो त्यही हो पूजासुजा केहरू त्यस्तोहरू हुन्छ पानी पिउने गर्छु फर्स्ट अफ अल चाहिँ है त्यहाँदेखि त्यसको बाद चाहिँ केहरू खानु ओर्नुहुन्छ अब अहिले चाहिँ के छ भन्दाखेरि नानी पनि घरमा आइरहेछ सुतिरहेको छ है अन्त हाम्रो त्यही त त्यही राम्रो भ्यू छ है त्यहाँदेखि के हुन्छ भन्दाखेरि यहाँ चाहिँ नि तपाईँले यो चराहरू क्या त चराहरू कराएको है त्यहाँदेखि त्यो सानो सानो किरा फट्याङ्ग्राहरूलाई त्योहरू पनि कराएको त्यस्तोहरू सुन्नुहुन्छ म तपाईँहरूलाई पनि सुनाउँछु है ल को आवाज है अलि म एउटा पिस खालको फिल हुन्छ नि अन्त अब त्यही हो आज चाहिँ म भरेतिर चाहिँ अब हामी के काम गर्नेवाला छौँ है ल आज चाहिँ हाम्रो चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब यहाँ एउटा सानो हट हाउस बनाउँ भनेको नि त यहाँ हाम्रो मिस्टर अङ्गदेन लेप्चा इज भेरी मच बिजी आउट देयर मसरुमको लागि चाहिँ ट्राई गरौँ भनेको र म चाहिँ अलिकति फुलसुल रोपराप गरेर चाहिँ बसेको अलिक गरम भएर यहाँ चाहिँ हाम्रो चल्दैछ दुईजना हाम्रो भाइहरू पनि हुनुहुन्छ यहाँ हाम्रो काली कुक चाहिँ थकित भएर काली थाक्यौ बिचरा मैले चाहिँ यहाँ बढाल्दै आउँदैनले पानी दिनु अरे कि उसलाई त्यसले गर्दा चाहिँ यहाँ हाम्रो छोरी भने केटी चाहिँ नि यस्तो छ उहाँ चाहिँ भेरी मच बिजी सिङ्गिङ एन्ड वी द पेरेन्ट्स आर वर्किङ हो पानी ल यो चाहिँ मेरो मसरुमको घर बनिँदैछ अब यहाँ डर लाग्छ नि फेरि हामी त्यहाँबाट हिँडेको मान्छे गन्दा पुगेमा अघि साँप काप लगाइसक्यो अरू त भागिस हुन्छ यहाँ हुन्छ यहाँ त्यसो साँप किन हुँदैन छिर्केमिर्के त्यो कालो हरियो यहाँ म त एक हप्ता जस्तो बाटी जङ्गल गइनँ सिरी चाहिँ होइन हरियो यस्तो भुइँमा यत्रो अब यहाँनिर चाहिँ मैले अस्ति चाहिँ हामीले मसरुमको सेड बनाउँदै थियो अब त्यो देखाउनेवाला छु यो चाहिँ मैले स्नेक प्लान्ट लिएर आएको मित्र रुमको लागि आज मात्रै र यहाँ चाहिँ मेरो यतिको प्रोग्रेस भइसकेको छ मेरो मसरुमको सेड यहाँ चाहिँ मेरो लेबरहरू दिनको कति पो दिनुपर्छ मैले तिमीहरूलाई ए ल ल ए हुन्छ हवस् हुन्छ अघि चाहिँ मैले टाढोबाट देखाएँ किनभने घाम लागिरहेको थियो हो घाम लागेकोले गर्दाखेरि चाहिँ मेरो चाहिँ एकदमै सेन्सिटिभ स्किन भएको कारणले गर्दा चाहिँ अनुहार चाहिँ डढेर अलरेडी मेरो अनुहारमा चाहिँ धेरै नै पिगमेन्टेसन हाइपर पिगमेन्टेसन भनौँ न त्यो थियो अब चाहिँ झन् बेसी घाममा बसेर काम गरेकोले गर्दाखेरि चाहिँ मैले फुलहरू रोप्ने गर्छु त्यसले गर्दा चाहिँ मेरो अनुहार चाहिँ धेरै नै डढेछ है सनबर्न भएको छ अन्त चाहिँ म चाहिँ अहिले चाहिँ अलिक दिन शीतल भएर चाहिँ आउँदैछु यहाँनिर बाटो चाहिँ पुरा अप्ठ्यारो छ तर पनि आम गोइङ र यो चाहिँ मेरो अब चाहिँ म चाहिँ मसरुम फार्मिङ ट्राई गरौँ भनेको यहाँनिर चाहिँ मेरो चाहिँ अब यो मसरुमको सेड बनिसकेको छ अब कहिलेदेखि चाहिँ मसरुम रोप्नु पर्ने हो दैलो पनि ब्युटिफुल बनाएपछि यहाँनिर चाहिँ यसरी मेरो मसरुमको अब यसलाई अलिक सफा पनि गर्नुपर्ने छ भुइँमा मैलाहरू रहेछ है अब यस्तो छ एभ्रिवान प्लिज विश मी लक मैले राम्रो पाले यो जुन चाहिँ मसरुमको लागि सोचेको छु त्यसलाई चाहिँ मैले राम्ररी
गर्नु सकौँ भनेर तपाईँले मलाई एकदम विश गरिदिनुहोस् होला है। मैले चाहिँ राम्रो पाले यो मसरुम फार्मिङलाई चाहिँ गर्नु सकौँ भनेर। ओके, अब तपाईँहरूबाट म बिदा लिँदैछु। थ्याङ्क यू एन्ड गड ब्लेस यु अल।